बिहानको 9 बजिसक्यो। अझै सुत्छु नि आमा भन्दैछ। सो हेलो एभ्रिवान, वेलकम टु माई भिडियो है। अनि मैले चिया बनाएर नानीले दिइसकेँ, म पनि ल्याएँ। अब बिहान चाहिँ अब उठेर पनि मैले चिया बनाइसकेँ। अन्त छ्यानै बसेर पिउँदै नानीलाई पनि उठाएको सानोसानो पार्नुपर्छ भनेर भन्दै थिएँ। मैले पर्दा सदाहरू खोलेँ है। अब बिहान चाहिँ पर्दाहरू चाहिँ खोलेर एकदम भएको मनपर्छ, तर यहाँनिर मैले खिड्की चाहिँ खोलिनँ। अन्त त्यहाँदेखि नानी चाहिँ उठा छिटो यहाँ सानोसानो पर्छ। फाइनली हामीले चिटिक्क बनाइसकेँ। यहाँनिर चाहिँ हेर्नु न, मुसा रातभरि हिँडेर छ, हगेर केही छैन, धन्न काट्नु चाहिँ केही काटेको छैन हो। यहाँनिर चाहिँ त्यो किचनको काम चाहिँ तिमीले गर, म चाहिँ उतारि सानोसानो पोछाहरू लगाउँछु, पूजाहरू गर्नुपर्छ भन्दै थिएँ। अन्त उसलाई चाहिँ मैले खाजा पनि बनाउला भने मलाई पुरा भोक लाग्यो भनेर भन्दै थियो हो। अन्त यहाँनिर मैले चाहिँ पोछा लगाउनु थालेँ। यस्तै मान्छेको दिनको सुरुवात चाहिँ यस्तै हुन्छ है। दिनभरि अन्त यहाँ चाहिँ फुल टिपेर ल्याएँ पूजा गर्नुको लागि। परदेशको जग्गामा पनि फुल लिएर त्यहाँदेखि चाहिँ फुलले पूजाहरू पनि गरिसकेँ। मलाई चाहिँ एकदमै बिहान उठेर पूजासुजा गरेर नानीले टिकाहरू लगाइदिएँ है। अन्त त्यहाँदेखि चाहिँ यहाँनिर चाहिँ अब किचन सबै सिनेका पारा खाजा पनि रेडी रहेछ मेरो लागि हो। उसले चाहिँ खाँदै रहेछ। अन्त त्यहाँदेखि चाहिँ म त अब खाएँ बट्टाबट, किनभने चाहिँ मलाई एकदमै भोक लाग्यो। म चाहिँ बेलुका अब 2टा रोटी खाएर सुतेको थिएँ। अन्त बिहान चाहिँ पुरा भोक लागिरहेको थियो। अन्त चाहिँ खान थालेँ बट्टाबट। यसो सुनेको त मैला टिप्ने मैला ल्याउने गाडी पनि आएको रहेछ है। अन्त त्यहाँनिर नानीले भन्दै थियो, आमा मैला ल्याउने गाडी आएको जस्तो लाग्यो भने मैले होइन होला भन्दै थिएँ, तर पनि यसो सुनेको त हो रहेछ। अन्त फटाफट खाएर मैला फेरि गाडी जाइहाल्छ नि त, त्यही भएर चाहिँ मैला हाल्नु पऱ्यो भनेर चाहिँ फटाफट खाँदै थियो। अन्त त्यहाँदेखि यहाँनिर चाहिँ हजुरहरूले मेरो भिडियो कस्तो लाग्छ, मनपर्छ भने लाइक सेयर एन्ड कमेन्ट पनि गरिदिनुहोस् होला है। अन्त म चाहिँ फटाफट खाइसकेर लु भाँडा धुवा, म चाहिँ मैला हाल्छु भनेर चाहिँ गइसकेँ। थ्याङ्क यू फर वाचिङ माई भिडियो। सी यु इन नेक्स्ट भिडियो। बाई बाई।